सेवान्नी सम्पूर्णमा आज चाहिँ यहाँनिर हाम्रो घरमा चाहिँ जुन चाहिँ छ कुलपितृको पूजा हुन गइराखेको छ हो। त्यसै कारणले गर्दाखेरि चाहिँ हामी सबैजना फ्यामिली नै आएको छौँ र तपाईँहरूलाई के हुँदै जानेछ म सबै देखाउनेछु भ्लगमा। यो चाहिँ तपाईँहरूले देखिराख्नु भएको छ है, देसी हाम्रो लोकल चिकन। यो हाम्रो यसको चाहिँ हामीले कर्ची मर्ची चाहिँ अब एकदम राम्रोसँगले हाम्रो साइलीले फ्राइड गर्नु लागेको छ हो। मैले चाहिँ जस्ट काटिदिएको, यो आइडिया मेरो थियो फ्राई गर्ने। अन्त यो अब कुखुरा 3टा कुखुरा काटेको थियो नि त, ठुल्ठुलो कुखुरा। त्यही भएर चाहिँ अब यो कर्ची मर्ची पनि रहेर चाहिँ नानीहरूलाई यसो भनेर चाहिँ भुटी दिँदैछ हो। र यहाँनिर डेमा भयो देसी चिकन फ्राइड राइस, यो हाम्रो लोकल चिकनको सुपहरू है, तपाईँहरूलाई फेरि म देखाउने छु। सबै प्याज बनाउनु र यहाँनिर अघि मैले काटेको कर्ची मर्ची थियो जुन चाहिँ त्यो फ्राइड गरिदिनुको लागि चाहिँ हाम्रो मान्छेहरूले चाहिँ रेडी गर्नुहुँदैछ। सबै यो मजाले भुटेर चाहिँ नानीहरूलाई चिल्ली नलगाइकन पिरो नलगाइकन बनाइदिने भनेर उहाँले भुट्नुहुँदैछ। र यो कसरी पकाउने छ रेसिपी पनि तपाईँले यो भिडियोमा मार्फतै देख्नुहुनेछ है। र अब यहाँदेखिको उता चाहिँ अब अरू खानाहरू पनि पाक्दैछ। लोकल चिकनको सुप हुनेछ हो, अन्त डेमा पनि बनाइनेछ, त्यो पनि तपाईँहरूले हेर्दै जानु होला। जुन चाहिँ एकदमै दामी प्रकारले प्याजहरू पनि भुटभाट पारेर रेडी भयो। त्यस पछाडि नानीहरूलाई हो सादा सादा बनाइदिन्छु ल भनेर भन्दैछ नि त। अन्त प्याजहरू लगाएर 5 टमाटर लगाएर हल्का यसमा चाहिँ 5 परेलहरू पड्काएर मजाले टमाटरहरू लगाएर चाहिँ बनाइदिनु हुँदैछ उहाँले हो। र नानीहरूले अहिले यो खानेछ एकछिनमा। नानीहरूको लागि चाहिँ कोकहरू छ, कोकहरू चियाहरू। यो कस्तो देखिँदैछ देख्नुहुँदैछ है, एकदम यम्मी। यो 3 महिना पकाउँछु, ज्यादा पकाउँदैन। यहाँ 12 बजीको भात पनि छ। मासु पकाउने पहिला के पड्काउँछ मासु प्याज काटेको छ, जिरा धनिया सबै काटेको छ। हेलो गाइस, वेलकम ब्याक टु माई मदर्स च्यानल। अन्त आज चाहिँ के हुँदैछ आमा? आज चाहिँ यहाँनिर हाम्रोमा चाहिँ अब हामी किरावाहरूले चाहिँ मेन होइन, अब कुलपितृ भन्ने कुराहरू भन्ने कुराहरू चाहिँ हामीले चाहिँ डिलिट गर्छ। त्यसै कारणले गर्दाखेरि चाहिँ अब हाम्रो यहाँनिर मूल घरमा चाहिँ पूजा छ है। त्यही पूजाको चाहिँ हामीले यहाँनिर एकदम पकौडा यो कडी पत्तासँग बेसन मिक्स गरेर एकदम डेलिसियस हाम्रो साइलीले बनाएको रहेछ कि यो किन यो जुन चाहिँ छ त्यसलाई चाहिँ मैले चाहिँ सानो यहाँ फ्राइड गरिदिने काम गर्दैछु। र यहाँनिर यता यहाँनिर हाम्रो भेज उयो भइरहेको छ, भेजको लागि मसरुम पनि रेडी हुँदैछ। यहाँ चाना थियो तर चाना रे बदाम थियो, ट्यापटुप भइसकेछ, दामी भएछ एकदम डेलिसियस। बदामको हाम्रो भेराइटिज पनि हाम्रो सबै काकीले बनाउनु भएको भेज एकदम मम्मीले खानु हुँदैछ। यता बोजू तोम्बासँग 4 नम्बर रहेछ नि, कोक छ खाँदैथ्यो। चाहिँ पूजा दादा बोजू मेरो बहिनी, यहाँ मेरो अर्को बहिनी केही भन, केही त भन्नु।
अब लु यति हो अब खाने बादमा हामी खाने बेलामा खाँदाखेरि तपाईँहरूले देख्नुहुन्छ यहाँनिर एकदम लोकल चिकन छ। लोकल चिकनमा डेमा पनि भनेर हुन्छ है। डेमा किनभने हामी चाहिँ प्रायः डेमा नुनको हुन्छ त। यो पनि छ सोप हो। यो देसी चिकनमा यो सोप लगाएर अर्ग्यानिक हो यो पनि। अर्ग्यानिक हो। यसको लागि एकदमै राम्रो हो किनभन्दाखेरि यो चाहिँ तपाईँको जिउहरू दुखेको शरीरहरू दुखेको पनि जाती हुन्छ भन्छ नि यो सोपसँग चाहिँ। ल अहिले तपाईँहरूलाई फेरि देखाउने छु। यहाँ चाहिँ कोदोको पिठो, कोदोको डेमा, कोदोको पिठो सधैँ पनि कोदोको पिठो बनाउँछ। बनिँदैछ गाइस। बच्चा पार्टीको स्पेशल डिमान्ड। अब के भात पाक्दैछ। यहाँनिर चाहिँ लोकल चिकन चाहिँ हाम्रो काका अमित काकाले पकाउनुहुन्छ। उहाँ चाहिँ बेस्ट कुक नै हो नि त। उहाँले चाहिँ यो देसी चिकन चाहिँ एकदमै दामी प्रकारले पकाउनुहुन्छ र उहाँकोबाट रेसिपी पनि हेर्नुहोस्। तेल खारेर है प्याजहरू लगाएर मजाले मसलाहरू चाहिँ अदुवा जिराहरू अघि रेडी भएको छ। अन्त यहाँनिर के भन्छ उयो पनि मेथी पनि अघि लगाएर फ्राइड गरेको छ। यहाँ बनाउनु हुँदैछ। कति बेला काका एकछिन लगाउनु होला हैन? यस्तो म कपडा लगाउँछु चिसो गरेर यसले तातिन्छ र त्यो बिग्रिन्छ छिटो। अब यहाँ चाहिँ लट्याङ पट्याङ गर्दै ल भाइ लट्याङ पट्याङ गर्दै यहाँ प्याज फ्राई हुँदैछ हो। मेरो चाहिँ पकाइ चाहिँ यस्तो छ। पहिला मासु भुट्छु अनि मात्रै मसला। ल आज चाहिँ काकुले यहाँनिर हो बनाउनु हुँदैछ लोकल कुखुरा है। अहिले ढिलो भनेर छुरी छैन यहाँ देख्नुहुँदैछ होला। यहाँ हाम्रो बोजू तपाईँको अगाडि त टङ्बा पो भएछ तर बोजूको होइन यो टङ्बा चाहिँ। के खाएको नाइ मैले वर्षना यहाँनिर पकौडाहरू रेडी भइसक्यो। के चामल प्याज हो काटेको यो चाहिँ मलाई नाइ चाहिँ बसिरहेछौँ। नाइ के भन्नुहोस्? Hello everybody. How are you today? Handsome your body and live. Hello. फाइनली रेडी पाकेर यस्तो भइसकेको छ हो। एकदम डेलिसियस देख्नुहुँदैछ तपाईँहरूले। सादा सिम्पल र टेस्टी रेसिपी मेड बाई हाम्रो मामसाइली। अब नानीलाई दिनेछौँ। यहाँनिर डेमा पनि रेडी भयो। रेडी यहाँनिर लट्ठी हामी किरावाहरूको दस्तुर अनुसारले चाहिँ शिर उठाए पछाडि चाहिँ है यसरी हामीले सबैलाई पालै पिलो ठुला बडाहरूकोबाट आशीर्वाद लिने कार्य गरिँदैछ यहाँनिर हो। र सबैले नै गर्छ यसरी नै। अब हामीले यसरी हाम्रो ठुला बडाहरूबाट आशीर्वाद लिने काम भइरहेको छ धम्माधम सबैतिर। फाइनली यो रेडी भयो। र फाइनली हाम्रो देसी चिकन पनि पाकेर यस्तो भइसकेको छ है। एकदम यम्मी एकदम डेलिसियस। र यसमा चाहिँ अब सौँफ लगाएर चाहिँ हुन्छ नि सुपमा चाहिँ एकदम राम्रो हुन्छ। यो हाम्रो लोकल चिकनमा चाहिँ सोप लगाएको चाहिँ एकदमै राम्रो। यहाँनिर डेमा र सुप। यही हो मैले चाहिँ पोक
खाँदैछु र आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।